गड्ढा भएकै छैन। अलिक माटो लिएर आऊँ के? माटो भिजाएर अलिकति हाल्दा हुन्छ। माटो नि बेटा साइडबाट यस्तो लगाइदिए पनि भइहाल्थ्यो। जाऊ लोटा लिएर पत्ता धुलो खास पत्ता लगाउँथ्यो। रोटीतिर चाहिँ ध्यान दो न तुम चाहिँ के भयो आमा चाहिँ भोक लाग्दो भइसक्यो। पत्ता धुला यो पत्ताको त्यो भोलि यो पत्ताको यस्तो बुटी हुन्छ नि पछाडि यो खानु तेरो लिभर किडनीको ड्यामेज सबै राम्रो हुन्छ। अस्ति त्यो मुगलाई भनेको त म यहाँ गएर खाइहाल्छु नि कहाँ तुलसी मातालाई पूजा गर्छ अरे। तुलसी मातालाई त्यही त नारी जहिले फुटाइदिनु भनेको। फुटाइदिनु के हुँदैन। हुन्छ केही हुँदैन। अगाडि राख बेटी पानी। अगरबत्ती लियो। अगाडि श्री गणेशको नाम लिनु पहिला। भगवान मन के भन्नु छ भएन। पहिला श्री गणेशको नाम लिनु पछि तुलसी माताको नाम लिनु। सिकाउनु त सिक्छ नानी। भोलिबाट सिकाउनु पर्यो। पूजापाठको निम्ति सिकाउनु पर्छ। के पर्छ सत्य छोरा? पत्तामा पनि चढाऊ। पत्तामा राख। सीधा हातले देखाला गर्दै देखाला त्यहाँ राख। पलजे राख पिसेर एउटा त्यहाँको प्रसाद निकालेर यसमा यो प्रसादमा मिलाउनु पर्छ। के भन्दै पूजा गर्दैछ नि त्यो गर्दै मनमा आधी निकाल। आधी निकाल। तीनटा जला न तीनटा जला पछि बेलुका लागि त
यस्तो गरेर यस्तो हातले छेक्नुपर्छ। मजाले तल गर जलाएर भित्र जलाएर आइज जा। जल्यो हावा मार्दैछ त्यहाँ। ओम तुलसी माताय नमः। दुईटा समाज लौ काका पहिला प्रणाम गरिहाल। ढोक पहिला त फुटाउँछस्। और टाउको हटाएर मार ले। ओम के हुँदैन गरेर थाकेर खाने। आमा के हो नारे त्यहाँ चढा तुलसी मातामा चढाउँदैन। आज एक उयो तुलसी माताको उयो व्रत आज केही चढाउनु हुँदैन। त्यो पानी साइडमा राखेको छ नभए चढाइहाल्छ। ले पानी पनि चढाएन नि साइडमा राख्यो माथि। आज चढाउनु हुन्न। अब छिल ला म गए आफ्नो गाडी अहिले खान्छ नि बाजेले बसिरहेको छ। त्यो नारियल सानो निक्लेर चढ। जल्दी एक लोटा पानी चढाउनु। त्यो दाउलीले हान न बेटी। अलिकति नि प्रसादको लागि निस्क्यो नि। दिमा धुलाएर तपाईँसँगले कोल्ड बिस्कुट खान मेरो फटाफट बनाइदिन्छु। लु भयो ढोक राम्ररी टाउको उयो मुढा हटाएर राम्ररी ढोक। अब भन के भन्नु। दाउ हटा स्विच कता बन्छ उताबाट बन्छ कि स्विच। बस्नु खाना पल्काएर निकालेर भोक लाग्यो।